नेपाल जहाँ हजारौं नदीहरू हरेक दिन लाखौं लिटर पानी बगाउँछन्, जहाँ नेचर आफैले बिजुली उत्पादन गर्ने लाखौं सम्भावना दिएको छ, तर आज पनि कतिपय गाउँहरूमा इलेक्ट्रिसिटी छैन र शहरहरू इम्पोर्टेड इलेक्ट्रिसिटीमा निर्भर छन्। के हामी साँच्चै बिजुलीमा आत्मनिर्भर बन्न सक्छौं त? नेपालको जलविद्युत सम्भावना के हो? किन हामी त्यो सम्भावनालाई पूरा गर्न सकिरहेका छैनौं? नमस्कार, आज हामी बुझ्नेछौं नेपालको जलविद्युत कथा, सम्भावना र यसको समस्यासम्म। साल 1882 अमेरिकाको विस्कन्सिनमा विश्वकै सबैभन्दा पहिलो जलविद्युत केन्द्र स्थापना भयो। यसको केही वर्षपछि नेपालको पहिलो जलविद्युत केन्द्र 1911 मा स्थापना गरिएको थियो र यसको इलेक्ट्रिसिटी प्रोडक्सन क्यापेसिटी 500 किलोवाट रहेको थियो। यस जलविद्युत केन्द्रको स्थापना राणाकालीन प्रधानमन्त्री श्री 3 चन्द्रशमशेर जबराले इंग्ल्यान्डको भ्रमण गरेर आइसकेपछि राजकीय ऊर्जाको आपूर्ति पूरा गर्नको लागि स्थापना गरेका थिए। अहिलेको वर्तमान अवस्थामा नेपालको इलेक्ट्रिसिटी प्रोडक्सन क्यापेसिटी 83,000 मेगावाट रहेको छ भने 43,000 मेगावाट बिजुली आर्थिक हिसाबले उत्पादन गर्न सकिन्छ। तर पनि हालसम्म नेपालले 2,800 मेगावाट बिजुली मात्र उत्पादन गरिरहेको छ, जसको कारणले गर्दा कयौं नेपाली घरहरू अँध्यारोमा बस्न बाध्य छन्। उत्पादन गरिएको बिजुलीहरू पनि यसै वेस्ट भएर गइरहेका छन्, किनभने उत्पादित बिजुली संकलन गर्न र आवश्यक परेको ठाउँमा ट्रान्सपोर्ट गर्नका लागि उपयुक्त इलेक्ट्रिसिटी ट्रान्समिसन निर्माण गर्न सकिरहेका छैनौं। समय समयमा चेन्ज हुने सरकार र नेपालको अनस्टेबल पोलिटिकल सिचुएसनका कारणले निर्माण कार्य सुरु भए पनि पूरा हुन सकिरहेका छैन। इतिहासमा फर्केर हेर्दा नेपालले सन् 1911 मा इलेक्ट्रिसिटी प्रोडक्सन गरेर बिजुली उत्पादनमा एसियाकै दोस्रो देशको रूपमा स्थापना भएको थियो। स्रोत साधन र आर्थिक रूपले सम्भव हुँदाहुँदै पनि नेपालले आवश्यक बिजुली उत्पादन र आपूर्ति गर्न सकिरहेको छैन। देशमा आवश्यक बिजुली आपूर्ति पूरा गर्न र बिजुलीमा आत्मनिर्भर बन्नका लागि नेपाल गभर्नमेन्टले यस विषयतर्फ ध्यान दिनु आवश्यक देखिन्छ। तपाईको विचार कमेन्टमा लेख्न नभुल्नुहोला। धन्यवाद।